नारायण जय होस् सबैको भलो होस्। म युवा ज्योतिष नारायण सिलवाल। यही असार 32 गते बिहिबारको दिन गुरु बृहस्पति अश्लेष नक्षत्रको कर्कट राशिमा उच्च अवस्थामा रहेर मार्गी भएर तुला राशिको दशम भावमा रहेर पश्चिममा गएर गुरु बृहस्पति अस्त हुँदैछन्, यानि कि अतिचारी हुँदैछन्। गुरु अस्त हुँदा प्रशासनिक कार्यमा ढिला सुस्ती हुने, प्रमोसनमा ढिला सुस्ती हुने, आफूले गरेका कार्यहरूको श्रेय अरूलाई जाने, यस्तो फल प्राप्त हुने गर्दछ। यो समयमा धैर्यता अपनाउनु र क्रोधलाई नियन्त्रण गर्नु एकदमै उचित हुनेछ। हरेक बिहिबार विष्णु भगवानको पूजा आराधना गर्नुहोला, बृहस्पति गुरुको पूजा आराधना गर्नुहोला, पहेँला वस्तु तथा पदार्थहरू दान गर्नुहोला। ओम ब्रीम बृहस्पताय नमःको 108 पटक जप गर्दा एकदमै राम्रो फल प्राप्त हुनेछ र यहाँहरूले आफ्ना गुरुजनहरू र पितावर्गहरूको सम्मान गर्नु एकदमै राम्रो हुने। गुरु बृहस्पति अस्त हुँदाखेरि हजुरहरूले आफ्ना दैनिक नित्य कार्यक्रमहरू गर्न सक्नुहुनेछ, तर हजुरहरूले यस अवधिभरिमा गुरु बृहस्पति अस्त रहेको अवधिभरिमा विवाह व्रतबन्धहरू गर्न मिल्दैन। हजुरहरूको घरमा सुत्केरी भयो, बच्चाहरूको निवारण गर्न एकदमै मिल्नेछ। यदि हजुरहरूले पहिलेदेखि नै व्रतहरू गर्दै आउनुभएको छ भने उक्त व्रतहरूलाई निरन्तरता दिन सक्नुहुनेछ। तर हजुरहरूले अब यसपालिको श्रावण महिनामा भगवान शिव भगवानको व्रत गर्दछु, हरेक सोमबार शिव भगवानको व्रत गर्छु भन्नुहुन्छ भने त्यो चाहिँ हजुरहरूले पाउनुहुने छैन। यदि हजुरले शिव भगवानको व्रत गर्न चाहनुहुन्छ भने गुरु बृहस्पति अस्त हुनुभन्दा अगाडिदेखि नै सुरुवात गर्न सक्नुहुनेछ। अस्त रहेका गुरु बृहस्पति श्रावण महिनाको 24 गते आइतबार मृगशिरा नक्षत्रमा गएर फेरि पुनः सदाचारी हुनेछन् वा दिशामा उदय हुनेछन्।